आज म चाहिँ तपाईहरुलाई एउटा स्टोरी सुनाउँछु। यो स्टोरी अन्तिमसम्म सुन्नु होला र यो स्टोरीले दिन खोजेको शिक्षा एकदमै राम्रो छ के है। कुनै एउटा गाउँमा एकजना राम भन्ने व्यक्ति हुन्छ। उले नर्मली हैन किसानी गरेर खेती किसानी गरेर चाहिँ उले आफ्नो जीविकोपार्जन गरिरहेको हुन्छ। र एक दिनको समय हो, त्यो राम भन्ने व्यक्तिको घरमा चाहिँ बेलुकाको समयमा एकजना पाहुना आइपुग्छन्। मतलब बाटोमा हिँड्दै गरेको बटुवा। र घरमा आएर उनले बास माग्छन् र रामले पनि उलाई बास दिन्छन्। र बेलुकाको समय हुन्छ, खाना खाइसकेपछि रामसँग चाहिँ त्यो पाहुना चाहिँ बटुवा चाहिँ भलाकुसारी गर्न थाल्छन्। गफ गर्दै जाने क्रममा त्यो बटुवा चाहिँ हिराको खोजीमा हिँडेको कुरा थाहा हुन्छ। जब रामले यो कुरा थाहा पाउँछ, रामले चाहिँ बटुवालाई सोध्छ, हिरा कस्तो चीज हो, के हो हिरा, मतलब कति मूल्य पर्छ। त्यसपछि बटुवाले चाहिँ बिस्तारै कुरा खोल्दै जान्छन्। हिरा चाहिँ एकदमै बहुमूल्य चीज हो भनेर चाहिँ सम्झाउँदै जान्छन्। उनले कसरी कुरा गर्छन् त भन्दाखेरि, यदि सानो मात्रै टुक्रा हुन्छ भने पनि हिराको, तिमीले चाहिँ एउटा पुरा गाउँ नै आफ्नो बनाउन सक्छौ, मतलब पुरा एउटा गाउँ किन्न सक्छौ। यदि अलिकति ठुलो टुक्रा हिराको तिमीसँग हुने हो भने एउटा शहर किन्न सक्छौ। यदि अझै धेरै हिराहरू तिमीसँग हुने हो भने तिमीले एउटा सिंगो देश तिम्रो हुनेछ र तिमी त्यहाँको राजासम्म बन्न सक्छौ। जब यो कुरा सुन्छ, त्यसपछि भोलिपल्ट बिहान चाहिँ बटुवा निस्किन्छ र हिरा खोजीमा जान्छ। र त्यसपछि त्यो राम भन्ने व्यक्तिको दिमागमा चाहिँ कुराहरू धेरै तर्क वितर्कहरू खेल्न थाल्छ के। उलाई लोभ लाग्छ, लालच हुन्छ, उलाई पनि राजा बन्न मन लाग्छ हैन। त्यसपछि उले के सोच्छ त भन्दाखेरि, त्यो आफ्नो घर, खेत, बारी सबै कुरा बेचेर उ पनि हिरा खोज्न निस्किने सोच बनाउँछ र उले त्यो घर, खेत सबै बेचिदिन्छ। त्यसपछि उ हिराको खोजीमा निस्कियो। उले अब आफ्नो दैनिकी, आफ्नो सोच, विचार सबै चीजहरू उसको दिमागमा खाली हिरा हिरा हिरा। उ हिराको खोजीमा निस्किन्छ र पलायन हुन्छ। केही समय पछाडि त्यो बटुवा फेरि फर्केर त्यही बाटो भएर आउँछ। र त्यो बाटो आउँदाखेरि उले रामलाई भेटेर जाने सोच बनाउँछ र त्यो घरमा छिर्छ। जब त्यो घरमा छिर्यो, उले थाहा पाउँछ कि त्यो घर अरूलाई नै बेचेको छ। उले जग्गा जमिन सबै बेचेर उ चाहिँ हिराको खोजीमा निस्कियो। र त्यसपछि त्यो घरमा बसेर उसले चाहिँ त्यो व्यक्तिसँग पानी माग्छ, पानी खान्छ र कुरा गर्दै जाने क्रममा उले त्यो घरको छेउमा चाहिँ एउटा सानो टल्केको हिराको डल्लो देख्छ। र त्यसपछि त्यो बटुवाले त्यो घर किन्ने व्यक्तिलाई सोध्छ, यो तिमीले कहाँबाट ल्याएर आयो। त्यसपछि त्यो घर किन्ने नयाँ व्यक्तिले उले के भन्छ त भन्दाखेरि, यस्तो ढुङ्गा त हाम्रो बारीमा टन्नै छ। म यसो खेतमा गएको टाइममा चाहिँ घाम लागिरहेको थियो, त्यति बेला चाहिँ ढुङ्गाहरू चम्किलो चम्केको देखेँ। अनि लाइट पर्दाखेरि यो ढुङ्गा चाहिँ चम्किँदा रहेछ भनेर चाहिँ घरमा सजाउनको लागि चाहिँ ल्याएर चाहिँ राखेको हुँ भनेर चाहिँ एन्सर दिन्छन् के। र वास्तवमा त्यो ढुङ्गा हिरा नै हुन्छ। र त्यो बटुवाले चाहिँ त्यो हिराको महत्त्वको विषयमा त्यो घर किन्ने व्यक्तिलाई सम्झाउँछ, हिराको विषयमा भन्छ, यसको मूल्यको विषयमा भन्छ। र त्यसपछि त्यो बटुवालाई त्यो घर किन्ने व्यक्तिले आफ्नो बारीमा लिएर जान्छ र हिरै हिरा भएको देखाउँछ। र दुवैजना मिलेर त्यसको व्यापार गर्न थाल्छन् र दुवैजना चाहिँ धनी बन्छन्। यो स्टोरीको, यो कथाको सार के थियो त भन्दाखेरि, रामको बारीमा अलरेडी हिरा थियो, उसको बारीमा हिरै हिरा थियो। तर उसले त्यो हिरा चिन्न सकेन। उ सधैँ जान्थ्यो त्यो खेतमा, सधैँ काम गर्थ्यो, खेती किसानी गर्थ्यो, बेलुका आउँथ्यो, नर्मल जीविकोपार्जन गर्थ्यो। जबसम्म उलाई हिराको मूल्य, हिराको विषयमा थाहा थिएन, उ खुसी थियो, उ नर्मल जिन्दगीमा पनि उ रमाइरहेको थियो। जब उसलाई कसैले त्यो हिरा भन्ने चिज चाहिँ दिमागमा हालिदियो, तर उसको दिमागमा हिरा त बस्यो, हिराको महत्त्वको विषयमा बस्यो, तर उसले आफ्नै बारीमा भएको हिरा चाहिँ चिनेको थिएन। त्यही कारणले गर्दा उ हिरै हिरा भएको खेतबारी बेच्यो र त्यसपछि उ चाहिँ हिराको खोजीमा निस्कियो र उ उतै पलायन भयो। उसले जिन्दगी नै सखाप पार्यो र हिरा उसको आफ्नै बारीमा थियो, तर उसले हिरा चिन्न सकेन। मलाई के लाग्छ भन्दाखेरि, कतै हामी नेपाली पनि त्यस्तै त राम जस्तै त हैनौँ। हामी हिरै हिराको देशमा बसेको छौँ, हामी खुसी नै खुसीको सहरमा बसेको छौँ। हाम्रो इतिहास धेरै ठुलो छ, हाम्रो इतिहास कहिल्यै नसकिने कथा छ। हामीसँग अलरेडी खानीहरू छन्, हामीसँग आफ्नै संस्कार छ, हामीसँग आफ्नै वेशभूषा छ। हाम्रो इतिहासमा हाम्रो वीर गोर्खालीहरूको चाहिँ रगत जोडिएको छ। हामीसँग आफ्नै धर्म संस्कारहरू छन्। कतै हामीले पनि रामले जस्तै आफूसँग भएको हिराहरू नचिनेर, आफूसँग भएको हिराको खानीहरू नचिनेर चाहिँ हामी कतै त्यो हिरा खोज्नको लागि बाहिर दौडिरहेका छैनौँ। हामीसँग आफ्नै अभिभावक छ, जसका पुर्खाहरूले 2200-2300 राज्यहरूलाई जोडेर चाहिँ एउटा सिङ्गो नेपाल बनाइदिए। र आज हामी वीर गोर्खाली, वीर नेपाली भनेर सयौं देशहरूमा चिनिन्छौँ। सारा संसारले हामीलाई वीर गोर्खाली भनेर चिन्छ, वीर नेपाली भनेर चिन्छ। अस्तिकै जेन्जी आन्दोलनमा देख्न सक्नुभयो, यदि नेपालले चाहने हो भने, यदि नेपालले चाहिँ सोच्ने मात्रै हो भने पनि
24 घण्टा पनि लाग्दैन रहेछ पुरा काया पलट गर्नको लागि। र हामीसँग त्यो खुन छ, हामीसँग त्यो इतिहास छ, हामीसँग त्यो इनर्जी छ, हामीसँग त्यो गौरवता छ, हामीसँग आफ्नो हरेक चिजहरू छ। आज नेपालमा जस्तो सुन्दरता, नेपालमा जस्तो हरियाली, नेपालमा जस्तो नेचुरल प्राकृतिक स्रोतहरू आज कुनै पनि देशमा पाउन सकिन्न। त्यो चिज नेपालभित्र नै छ। हामीसँग हाम्रो राजा छ, तर हामीले आफ्नै देशभित्र भएको गहना चिन्न नसकेर, हामीसँग आफ्नै देशभित्र भएका स्रोत साधनहरू चिन्न नसकेर, हामी यही देशभित्र हामी खुसी हुन सक्छौँ भनेर थाहा पाउन नसकेर कतै हामी यसको खोजीमा बाहिर त भौताइरहेको छैनौँ। कतै हामीले आफ्नै देशभित्र बसेको आफ्नो देशलाई माया गर्ने अभिभावकलाई नचिनेर चाहिँ कतै विदेशीको एजेन्टलाई चाहिँ बोकेर हिँड्ने, विदेशीको एजेन्डालाई बोकेर हिँड्ने, विदेशीको चाहिँ केही डलरहरूको लोभ लालचमा फँसेकाहरूलाई आफ्नो अभिभावक बनाउनलाई तयार त छैनौँ। यो सोच्ने बेला भएको छ र सोच्न जरुरत छ। कतै हामी त्यो हिराको महत्त्व नबुझेर हामी बाहिरी हिराको खोजीमा त हिँडिरहेका छैनौँ। यो सोच्ने बेला भएको छ। प्लिज, हामीसँग हिराको खानी छ, हामीसँग हिराको स्रोत छ। सिर्फ हामीले त्यो हिरालाई चिन्न जरुरत छ, त्यो हिरालाई बुझ्न जरुरत छ। जबसम्म हामी यो हिरालाई चिन्दैनौँ, जबसम्म हामी यो हिरालाई बुझ्दैनौँ नि, तबसम्म हामी मूल्यहीन रहन्छौँ है। प्लिज एकचोटि विचार गर्ने हो कि